सबैलाई नमस्कार। म एउटा कृषिमा एकदमै खुसी हुन्छु। हेर्नुहोस्, कृषिमा आफ्नो फिल्डमा चाहिँ यहाँ गहुँ लगाएको थिएँ। पहिला मैले तपाईँहरूलाई देखाएको थिएँ, धान काट्दै गर्दाखेरि मेसिनबाट धान काटेको देखाएको थिएँ भने आज म तपाईँहरूलाई त्यही फिल्डमा जहाँ कालो धान र मसिनो धान लगाएको थिएँ त्यही फिल्डमा गहुँ लगाएको थियौँ। आज गहुँ पाकेको छ, गहुँ काट्न लायक भइसकेको छ। हेर्नुहोस्, 4-5 बिघाको प्लटमा टन्न गहुँ यति राम्रो भएको छ कि कुरै नगरौँ। अनि यो गहुँ अब काट्नको लागि करिब करिब तयारी भएको छ, पाकिसकेको छ। अलिकति उता अर्को फिल्डको चाहिँ अलिकति पाकेको छैन। तर साथीहरू, अब जे होस्, मैले आज अब यो काट्न तयारी भयो कि भएन भनेर हेर्न आएको थिएँ। कृषिमा आउँदा आनन्द लाग्छ, यस्तो आनन्द लाग्छ कि तपाईँको यो कृषि फिल्डमा चाहिँ काम गर्दाखेरि अब पैसा कमाइमा त्यस्तो एकदमै मात्रै होइन, तर आत्मसन्तुष्टिलाई एकदमै चाहिँ राम्रो हुन्छ र कमाइ पनि तपाईँ हामी कृषिमा लाग्दै गर्दा नहुने भन्ने होइन। त्यसैले गर्दाखेरि हेर्नुहोस् कस्तो राम्रो भएको छ। सारा फिल्ड, सारा गाउँ गाउँ देखिन्छ, आनन्दको फिल्ड छ। हेर्नुहोस्, तर एकदम हुने जस्तो राम्रो गाउँ त भएन, जसरी धान भएको थियो होइन। तिनी बाला यत्र यत्र हुनुपर्ने, अलि छोटा छोटा बाला र समान तरिकाले हेर्दाखेरि कहीँ छोटा कहीँ ठुला भएका छन्, तर पाक्न चाहिँ पुरै पाकिसकेको छ। जय होस्।